चाहिँ आज यहाँ कुस्माको बन्जी जम्प गर्ने पुलमा छौँ है। अनि हामी सबै परिवारसहित आछौँ, परिवारहरू अगाडि गइरहेछन्। त्यहाँ अगाडि बन्जी जम्प हानेको पनि देखियो। चस्माबाट पनि रेकर्डिङ भएको छ र चाहिँ मोबाइलबाट पनि रेकर्डिङ भएको छ, दुईतिरैबाट। यो चाहिँ कुस्मा पर्वत बन्जी जम्प हान्ने ठाउँ है। यहाँ चाहिँ कसैलाई बन्जी जम्प हान्न छ भने यहाँको शुल्क चाहिँ 8,000 लाग्छ र यसमा चाहिँ यो पुलबाट सामान्य तरिकाले जानलाई 150 रुपियाँ चाहिँ लाग्दो रहेछ यसमा, एकजना प्रति व्यक्ति। यो चाहिँ कुस्मा बजार है, यहाँ माथि उता चाहिँ हिमाल देखिन्छ, ठ्याक्कै कुन हिमाल पनि थाहा भएन। यी यहाँबाट पनि खस्छ नि होइन। बन्जी हान्ने रहेछ है, बन्जीतिर जाऊँ है, यहाँ बन्जी हान्ने छ। डोरीमा चाहिँ खेल्ने यो अलि हो राम्रो छ। ल यहाँ चाहिँ बन्जी जम्पको लागि तयारी हुँदैछ है, थोरै टाइम लाग्छ होला। उता चाहिँ बन्जी जम्प हान्ने मान्छे चाहिँ रेडी हुनुभएको छ है। भर्ती हुने बेला जस्तो तन्किने भन्ने कुरो हो। यो त पो तल बन्जी जम्प हानेको मान्छे उस तल तान्दैछ मोटरले है। उता चाहिँ केबल कार है। उता केबल कार चल्दैछ। 8X मा अलि क्लियर देखिने रहन्छ। मचिएर यहाँबाट आउँछ त अनि आज भ्लगमा आउने है हुँदैछ। जुम गरे मात्रै देखिएला, खासै क्लियर त आउन्न, मान्छे हो कि भन्ने देखिन्छ। थाक्यौ हिँ गरिदेऊ त, हिँ गरिदेऊ क्या, बाबा चिन्छ।
यो चाहिँ कुस्मा है पारिबाट गरिरहेको हेलो गाइस ल पारिको कुस्मा हामी कुस्माको पारिबाट आइयो नेपालको झन्डालाई सल्युट अनि सम्मान यहाँ चाहिँ पिङ खेल्ने है यो सर्लक्क माथि मोटरले तानेर पिङ खेल्ने यो मोबाइल र चस्मा दुईबाट रेकर्ड भएको है यो बाइपङ्खे घोडा होला है फोटो होइन पुरै भिडियो ल टोइलेट यता छ टोइलेट चाहिँ यहीँमा सार्वजनिक टोइलेट नै होला होइन सार्वजनिक टोइलेट ल कुस्माको पुलमा चाहिँ ल लाइट बल्यो अब सर लाएर है माथि साइकलिङ हुँदैछ कि अरे हामी अहिले साइकलिङ हेर्न लागिएन अब हुँदै गर्दाखेरि हामी चाहिँ अब फर्कियौँ